हेलो हेलो हामी चाहिँ देउरानी जेठानी यहीँ जेठानीले चिया पकाउँदै हुन्छ। म चाहिँ के गरिरहेको छु हेर्नुहोस् है त, ट्याक्क लाएर लोटामा चाहिँ मसला पिँधिरहेको छु यो माछाको लागि। हेर्नुहोस् है, यही माछा। हेलो, अब म चाहिँ माछा चाहिँ मोल्दैछु। हेर्नुहोस् है त, चाहिँ मैले पिँधेर राखेको लसुनको पेस्ट, यो चाहिँ खोर्सानीको धुलो, बेसार, यो चाहिँ मसलाको धुलो, अर्ग्यानिक मसलाको धुलो। हाम्रो जेठन दिदीले यहाँ हेरिरहनु भएको ठुलो। अब यहाँ हाम्रो चाहिँ देउरानीले बनाएको माछा हेर्दै फ्राई गरेर चट्टा लाएर खानुपर्छ। म चाहिँ नुन, यसलाई यसरी चाहिँ मोल्नु। ल हेर्नुहोस्, माछाको चाहिँ पकाउने यसरी चाहिँ टक्क आगोमा यसरी चाहिँ चल्र मोबाइल झार्ला कि यो माछा झार्ला भनेर माछा फाइन यसरी चाहिँ फाइनल भयो। आमा चाहिँ यहाँ पसिना भएर बसिरहेको माछा पकाउनेको के अरे देउरानी। हामी चाहिँ देउरानी जेठानी है गाइज। यहाँ यसरी चाहिँ टक्क माछा पकाएको अवस्था। आज हामीले गरिमले काट्छ भनेर हामीले माछा खान लागेको है गाइज। फलामले फलाम काट्छ भनेर चाहिँ माछा खान लागेको है गाइज। हेलो, बाई बाई। हाम्रो माछा कस्तो लाग्यो कमेन्ट गर्नुहोला। हेरेर खानामा आउनु होला, मन पर्यो भने खाने बेलामा चाहिँ आउनु होला। बाई बाई। बाई बाई।